ल यो चाहिँ ढिँडो मुस्दै हुनुहुन्छ के को लागि पो यो कम्बर्टको लागि हामीले यसमा चाहिँ अब कम्बर्टमा चाहिँ खास नटबल्टु गर्ने पनि हुन्छ तर नटबल्टु गर्दैनौँ हामी किनकि अब त्यहाँ सिपेस हुने कुरो बढी हुन्छ पानी लिकेज हुने सम्भावना बढी हुन्छ नटबल्ट गर्दाखेरि कम्बर्टलाई नटबल्ट गर्दाखेरि पानी लिकेज हुने सम्भावना बढी हुन्छ त्यो कारणले हामीले यसले सिमेन्टले चाहिँ व्हाइट सिमेन्टले चाहिँ कम्बर्टलाई जाम गर्छौँ र फिक्स गर्छौँ। अब यो कम्बर्ट हामी त्यहाँ लाँदैछौँ। अब यहाँ कमर भन्छ कि कम्बर्ट भन्छ यसलाई यसको इलास्टिक होइन त हजुर यो चाहिँ हामी कम्बर्टको मुनि राख्छौँ। एकजना साथी आएको भए हुन्थ्यो है, कहाँ गयो होला? कमरको चाकको कि चाक यो भएन भने खतम हुन्छ। टाँसिन्छ पानी तान्दैन भरेर पारेर गर्दैन होइन। हजुर हजुर यसले यो हाल्नुपर्छ। गमवाला हो यो हजुर त्यसको चाकमा ठ्याप्प लगाइदिने हो कि अब यसलाई यस्तो पल्टाउँ यसरी मुनि च्याप्प लाएर हामी लगाउँछौँ। हजुर यो भएको छ भयो होइन। अलिकति छ धेरै हो कि अझै पछाडि छ। बसिदिया फाइनली बसिदिया। त्यो ढोका भित्र खोल्नु हुन्छ बाहिर खोल्नु हुन्छ सिधै छ। यसो गरिहाल्नुहोस् एकचोटि के कसो हुँदैछ। हामी यसो गर्नेछौँ हल्का उचालेर ल यसलाई चाहिँ ढिँडो लगाइदिँदैछन् होइन। ढिँडो लगाएर के गर्ने अब टाँसिदिने। यसरी ढिँडो खुवाएर यसलाई चाकमा ढिँडो दलेर ठिक युरिन नयाँ सिस्टम त भन्नु मिल्दैन। यो चाहिँ यहाँ तल भएको भएर यहाँ यस्तो कमर बसो गाइजहरू। तपाईँ त्यहाँ बस्नु म एउटा आउँछु।